हेलो साथीहरु नमस्कार। आजको भिडियो अलि रोचक खालको छ है। युरोपतिर पनि जंगलमा मान्छेहरु यसरी बस्दा रहेछन्। अब भिखारी भनौं कि खैरीहरुको शोक हो है। यसरी चाहिँ सर्भाइभर है। यसरी उनीहरु जंगलमा पनि गर्मीमा अहिले स्पेशल जाडोमा त अलि बस्या हुँदो रहन्छ। तर गर्मीमा पनि यसरी काफी महिना चाहिँ निकाले हुन्छ है खैरीहरुले पनि। यिनको शोकले हो या यिनलाई हैन यही नै इच्छा जागेर हो हैन। हेरौं न उनीहरुले के युज गर्दो रहेछ, कसरी बस्दो रहेछ है। अलिकता हेरौं है त। यो कपडा सुकाउने है। यो कपडा सुकाउने यिनीहरुले यहाँनिर लिएर फालेको छ। सायद यो यिनीहरु सुत्ने घर हुनुपर्छ। घरै रहेछ। यसरी घरै रहेछ त। त्यहाँनिर त घरै रहेछ है। त्यहाँनिर भित्र रक्सी मान्छेहरु त अहिले अलि छैन कि है। अलि अँधेरो छ। ल हेर्नुस् त रक्सी कतिको छ है। सबै रक्सीको बियरहरु कति फालेछ है। यो भित्र त अलि नजाउँ कि के छ भन्ने कुरो थाहा भएन। अनि यहाँनिर अब यो भनौं न हामीले ब्रसहरु गर्ने पनि रहेछ है। अब भाँडाहरु यहाँनिर फालेको छ हैन। ल हेर्नुस् त भाँडा सबै छ त। यिनले चाय खानेहरु, खाना पकाउनेहरु हैन सबै छ। टोपी पनि राखेको छ। एउटा साइकल पनि रहेछ। तर यो चल्ने हो कि हैन थाहा भएन हैन। यहाँनिर झोला पनि राखेको छ है। यहाँनिर अन्डरवेयर पनि छ। तर यो अलि पहिल्यै बाट यिनीहरु बसोबास गरेको छैन कि भन्ने अनुमान गर्न सकिन्छ हैन। अब यिनमा खानेकुरा होला। अब हामीले चाहिँ हात लगाउनु त भएन हैन। अब यो कपडा यसरी धोएर पनि राखेको छ। यो कपडाबाट नि थाहा हुन्छ अब मैला पनि रहेछ कि हैन भन्ने पनि देखिन्छ। वहाँ कपडा राखेको छ। तल चाहिँ यसरी अलिकता भनौं न लेडिजलाई चाहिने चीजहरु पनि राखेको छ यहाँनिर। यसरी नि बुझ्न सकिन्छ अब 1-2 जनासम्म बस्या रहेछ कि भन्ने है। अब यिनीहरु बस्नलाई पनि टेबलहरु, कुर्सीहरु है यो पनि अलिकता राखेको छ हैन। अब यहाँनिर उनीहरुले के बनाउँदो रहेछ। यो सायद यिनीहरुले रोस्टेड गर्ने या के पोलेर खानलाई भनेर हो कि हैन। पानीहरु पनि छ यहाँनिर। के हो यस्तो सेतो के पिठो जस्तो पनि छ हैन। यसरी भाँडाहरु पनि राखेको छ। कपडा टालहरु ब्रस त्यहाँनिर लुग्नाएको छ है। भन्न खोजे एउटा घरमा चाहिने चीज प्राय जस्तो चीज यिनीहरुसँग छ है। तर यहाँ कसरी नै म्यानेज गर्छ या कसरी घर बनाएको छ त्यो त थाहा भएन। तर भनौं न यहाँ खानेकुरो पनि रहेछ हैन। नुनहरु अब उनीहरुलाई चाहिने सोसहरु, कर्न है मकैहरु पनि राखेको छ अलिकता हैन। अब यता चाहिँ के फाल्या यत्रो अब कताबाट लिएर फाल्या सायद यहाँनिर यसरी अब नगरपालिकाले कचरा फाल्ने ठाउँ त होइन। जहाँसम्म अनुमान लगाउन सकिन्छ अब यिनी नै भिखारी भनौं या अब यिनी मान्छेहरुले नै उसले चाहिँ लिएर अब उसलाई चाहिने चीज राख्यो बाँकी यसरी फाल्यो कि भन्ने अनुमान लगाउन सकिन्छ है। नत्र भने युरोपमा यसरी प्राय हर जग्गा फाल्दैन है। जुत्ता पनि राम्रै छ हैन। उ त्यहाँनिर झोलामा छ। जहाँसम्म लाग्छ यिनीहरुले भनौं न अब केही खानेकुरो चाहिँ लुकाएर राखेको हो कि या तल चाहिँ एनिमल्स जानवरले केही असर गर्छ भनेर माथि राखेको कि भन्ने अनुमान गर्न सकिन्छ हैन। हेर्नु साथीहरु यहाँनिर युरोपको जंगलमा पनि मान्छे मजाले गर्मी मौसममा अब सर्भाइभर हैन केही महिनालाई चाहिँ उनीहरु बस्न सक्दो रहेछ है। जहाँसम्म लाग्छ यहाँ भित्र बसेको छैन जस्तो लाग्छ मलाई। किन भन्दा -18-17 डिग्रीमा मान्छे बस्न सक्दैन है। त्यसो गर्दा यहाँ भित्र त छैन। जहाँसम्म लाग्छ उनीहरु बस्नेलाई नै बनाएको छ भित्र। तर त्यहाँनिर त नजाउँ। अब भित्र के छ के हैन। अब यता तिनीहरुले यसरी के फालेको छ हेर्नु साथीहरु। त्यहाँनिर एउटा घर जस्तो छ। त्यहाँनिर यति चीज फालेको छ कि खैरीको लुगा कपडाबाट लिएर काफी चीज त्यहाँनिर पनि फालेको छ है। अब यो के को लागि बनाइएको थियो यो घर भन्ने कुरो थाहा भएन। जे होस् सानो कोठा रहेछ। त्यो कोठामा चाहिँ यिनीहरुले यसरी चाहिँ बस्ने सुत्ने राम्रो भित्र हैन खाटहरु पनि राखेको छ। तर खाटमा सुत्नु बस्न भन्ने बियरको क्यान चाहिँ निकै धेरै देखियो है। त्यसो गर्दा तिनीहरु चाहिँ त्यहाँ बस्ने खानी है। बाहिर अब अलिकता पोलेर या पकाएर खानी। जहाँसम्म लाग्छ राम्रो मान्छे त होइन। अलिकता भिखारी या
भिखारी भनेर चिनिन्छ। यहाँ खैरेहरूले कोही सोकिङमा पनि लागेको हुन्छ, जस्तो गाँजा खाने है, रक्सी पानी इन्जोय गर्ने। सरकारले भत्ता दिइहाल्छ, त्यो चाहिँ यसरी रमाइलो गरेर पनि उनीहरूले चाहिँ होइन जिन्दगी निकालेकै हुन्छ। हो त साथीहरू है, घर धेरै पर छ, तर यिनीहरूले एउटा सानसानो जङ्गललाई चाहिँ यसरी बस्ने व्यवस्थापन बनाएकै भनौँ न है। यो सानो जङ्गलभित्र उनीहरूले चाहिँ आफ्नो बसोबास है, स्थायी बसोबास चाहिँ बनाएको जस्तो देखिन्छ। तपाईँहरूलाई चाहिँ एउटा नयाँ भिडियो है। हस् त साथीहरू, फेरि अर्को भिडियोको लागि म केही न केही नयाँ जानकारी गरौँला। हस् त, धन्यवाद। सब्सक्राइब चाहिँ गर्नु नभुल्नुहोस् है त, नयाँ नयाँ चिज निकाल्दै गरौँला।